म चाहिँ त्यहाँ माथि टाढो जाने भनेर आएको है। सास फेर्न पनि लास्टै गाह्रो भइरहेछ भने देख्न सक्नुहुन्छ तलतिर एउटा रुख छैन के। मेरे को त ऐसा धक धक हो रहा है। त्यहाँ माथि त्योभन्दा पनि माथि अझ हिमाल छ, त्यहाँ जाने भनेर आएको। यहीँ सास फेर्न गाह्रो भएर स्या स्या भएर है, एउटा पनि अक्सिजन छैन अनि सास फेर्न कसरी सकिनु। ए पुरा यसो नाङ्गै छ। त्यो डाँडा भन्दा नि अग्लो ठाउँ छ क्या। यार यस्तो छ ठाउँ त क्या दामी छ, सास फेर्नै सक्दैन क्या, लास्टै गाह्रो। क्या दामी फुल छ है। बुकी फुल सिरैमा सालै जो बोल्नु नसके बेला गीत चाहिँ कसरी गाउने यार। एउटा भिडियो बनाउनु भनेर त्यहाँ जान लाग्यो, लास्ट गाह्रो हुन्छ यार। त्यहाँ तल खोला छ नि, खोला यहाँबाट अब हेर्दाखेरि नजिकै मानिन्छ हो। त्यहाँबाट आएको कि हिजो हामी। कस्तो दामी फुल छ यार। हाय हाय हाय। अब यहीँ बित्नेवाला छ मेरो 3 महिना, दसैँसम्म यहीँ बित्छ। फुल लाउँदा चाहिँ कस्तो अर्कै बोला जस्तो देखेको छैन नि। यार्सा गुम्बा पनि पाउँछ होला यार, यता पाउँछ कि पाउँदैन यस्तैमा होइन हो होइन पाउने। बल्ल लिला आएको चाहिँ धेरै टाढाबाट होइन कि, त्यो पाइप छ नि हो त्यही ठाउँबाट आएको म। तर यहीँ आउँदा चाहिँ यस्तो स्या स्या भएर मर्न लागिसक्यो यार। त्यो पारीको अग्लो डाँडा छ नि, त्यो डाँडा भन्दा नि अग्लो छ कि यो डाँडा। अरे बा यहाँ चाहिँ त्यस्तो पारीको पारी त नाङ्गे नाङ्गो हरियो पनि नदेखिने डाँडा मात्रै छ नि त। यहाँ चाहिँ अलिअलि हरियो छ, हिउँ अलिक पछि पर्छ कि। यस्तो चाहिँ किन बनाएको हो यस्तो चाहिँ, आई डोन्ट नो यार। इङ्ग्लिस बोल्न पनि योभन्दा आउँदैन। शाबाश देखा आपने लापरवाही का नतीजा है। बादल नलाग्यो भने चाहिँ क्या दामी दामी भ्यू देखाउँछु कि तपाईँहरूलाई हेरेर ठीक है पर्नु हुनेछ कि। ठीक है ठीक है समझ गया। हिँड्दै हिँड्नु भने खाली हात हिँड्दा पनि यति गाह्रो। यहाँ यो ढुङ्गामा बस्यो भने दामी शीतल हावा आउँछ होला कि। के पारिया वाउ क्या दामी ठाउँ छ यार। ढुङ्गा लागिरहेको छ यार यो चिसोले गर्दा। ओहो त्यहाँ क्या दामी देखिँदो रहेछ। त्यहाँ निलो के हो आकाशको छेउमा आइयो क्या हो। अनि त्यहाँ तल कि क्या दामी देखिँदैन क्या है, पुरै नाङ्गो पुरै त्यहाँ। ओहो हावा चाहिँ हावा पनि नलाग्ने यार, त्यति अलिअलि हावा लाग्छ त्यही पनि कस्तो आनन्द आउँछ क्या। यस्तो ज्याकेट लागेर पनि लास्टै जाडो हुन्छ कि। कहाँबाट आइयो यार त्यहाँ तल खोला यो यहाँ चाहिँ एउटा मोबाइलमा हेर्दा नजिक देखिन्छ, यहाँ जाँदाखेरि कति टाढा छ कति टाढा, पुरै घुमाउरो उकालो छ नि त यस्तो उकालो। त्यहाँबाट यहाँ आउँदाखेरि कतिवटा मोडहरू कि बाटो पनि सानो छ, फेरि एउटा गाडी पनि धौधौ अट्ने। मोड काट्दाखेरि चाहिँ घुमाइ काट्नुपर्छ अघि पछि साइड त्यस्तो बाटो छ क्या। तर हुन चाहिँ हो है नेपालमा यस्तो ठाउँमा रोड नै गएको छैन होइन। तर यहाँ चाहिँ यहाँसम्म रोड आएको छ कि, यहाँ गाउँै छैन फेरि। त्यहाँ तलसम्म गाउँ छ, यति माथि चाहिँ रोड चाहिँ के खान होला अन्त के होला अब पर्यटनको लागि ल्याइदिया हो कि। यस्तोमा पनि रोजगार दिइरहेको छ कि यस्तो पाहाडमा पनि यार। मान्नुपर्छ इन्डियालाई, नेपालमा रोडै गएको छैन यस्तो ठाउँमा। ल त गाइज फेरि अर्को भिडियोमा भेटौँ ल, अहिलेलाई यति नै है त, बाई बाई। यहाँ भेडा पनि आउँछ कि, मैले भेडाको भिडियो खिचेर राखेको थिएँ, त्यो पनि पोस्ट गर्न बाँकी छ, त्यो पनि पोस्ट गर्छु हेर्नु होला। यहाँ फेरि भेडा पनि चराउन ल्याउँछ कि, यो क्या दामी ठाउँ छ। ल त बाई बाई।